हेलो गाइज, म चाहिँ आज यो भिडियोमा सिकाउने छु कि यस्तो खाले भिडियो कसरी बनाउने भनेर। सबैभन्दा पहिले म एउटा म्याप दिन्छु। त्यो म्यापबाट गेममा आऊ। गेममा आइसकेपछि सिम्पली भिडियो बनाउने लोकेसनमा जाऊ। त्यसपछि लोकेसनमा गइसकेपछि अनि मेनुमा जाऊ। त्यहाँबाट इमोटको अप्सन हुन्छ, इमोट देखाऊ। यो डन गरिसकेपछि ब्याक आऊ। फेरि ब्याक आएर केटी क्यारेक्टर लिग। केटी क्यारेक्टर लिएर फेरि म्याचमा घुस है त। म्याचमा गइसकेपछि फेरि यहाँ आऊ। त्यसपछि यहाँ साइडमा मेनुमा जाऊ। लोकेसन भन्ने हुन्छ त्यहाँ तल, अनि लोकेसनको यहाँ तल साइडमा ग्रिन स्क्रिन भन्ने हुन्छ। सिम्पली क्लिक गर। अनि केटीलाई चाहिँ यस्तो टाइपले सेटअप गर है त, मैले जसरी गरिरहेको छु। सेम स्टेप फलो गर है त। मेनुमा जाऊ। त्यसपछि एनिमेसनमा गएर यहाँनिर स्याड इमोट छ। सिम्पली स्याडमा क्लिक गर। इमोट डन हुन्छ है त। त्यसपछि गेम ब्याक गरेर फेरि क्यापकट ओपन गर। क्यापकट ओपन गरिसकेपछि क्लिप एड गरिसकेपछि आफ्नो भिडियो क्लिप कहाँबाट राख्ने हो, यहाँनिरबाट राख्छु है म चाहिँ। सिम्पल्ली यहाँबाट कट हानिदेऊ र अगाडिको क्लिप उडाइदेऊ। त्यसपछि फेरि लास्टमा जाऊ। इमोट सकिन्छ यहाँबाट। मैले यहाँनिर फेरि एउटा कट लगाइदिएँ त। यहाँबाट कट गरिसकेपछि फेरि लास्टमा जाऊ। सिम्पल्ली केटीवाला इमोट लिऊ यहाँबाट। मेरो चाहिँ यहाँबाट इमोट स्टार्ट हुन्छ है त। यहाँबाट म फेरि कट गरेर पछाडिको भाग उडाइदिन्छु। सिम्पल्ली अगाडिको राख्छु। यहाँनिरबाट चाहिँ म फेरि कट लगाएर पछाडिको भाग पनि उडाइदिन्छु। र यो भिडियोलाई चाहिँ सिम्पल्ली हामीले यहाँ मुनि ओभरलेमा लिएर आउनु पर्ने हुन्छ है। यसलाई मैले ओभरलेमा लिएर आइसकेको छु। र बाँकीको फाल्टु पार्टहरू जति पनि छ सब मैले चाहिँ रिमुभ हानिदिइसकेँ है त यहाँबाट। त्यसपछि यो ट्यागको माथिको लेयर जत्रो छ ततिर पनि त्यही कट लगाऊ। पछाडिको भाग उडाइदेऊ है त। अनि यो ग्रिन स्क्रिनवाला भिडियोमा क्लिक गर। त्यसपछि यहाँनिर रिमुभ बिजीमा जाऊ। अनि क्रोमा कीमा जाऊ। इन्टेन्सिटी 30 गरिदेऊ, स्याडोलाई 20 गरिदेऊ, अनि फेदरलाई चाहिँ 10 गरिदेऊ है त। अनि भिडियोमा क्लिक गर। त्यसको एडजस्टमेन्टमा जाऊ, एचएसएलमा जाऊ। सिम्पली ग्रिनवाला जुन ग्रिन देखिरहेछ नि कलर, ग्रिनको सेचुरेसनलाई चाहिँ -100 गरिदेऊ है त। अनि त्यसपछि फेरि त्यो भिडियोमा क्लिक गरेर एडजस्टमा जाऊ। फेरि लास्टमा मार्क्स भन्ने अप्सन हुन्छ, मार्क्समा जाऊ। यहाँनिर तिमीहरूलाई जस्तो टाइपबाट राख्न मन लाग्छ, लभवाला राख्न मन लाग्छ अथवा जस्तो यहाँ मतलब धेरै टाइपको हुन्छ। म चाहिँ सिम्पली योवाला राख्छु है त। तिमीहरूलाई जुन मनपर्छ त्यहीवाला राख तिमीहरू। र मैले जसरी एडजस्ट गरिरहेको छु यसरी नै गर है त। ठ्याक्क मेरो चाहिँ मिलिसक्यो है त। ल भिडियो डन भइसक्यो। यो भिडियोलाई कसरी हाई क्वालिटी दिने भनेर आउँदैन भने म पार्ट लिएर आउने छु यो भिडियोमा।